गंजी लगा के वीडियो बनावे वाला फिर से आ चुकल बा। यो मन त मेरो नेपाली हो ऐसन किसिम के गाना तपाईहरु सबजना सुन्नु भएको होला। नेपाली मन एकदम स्वच्छ सफा र क्यूट इनोसेंट टाइप को मन हो, जुन मनलाई कसैले पनि बदल्न सक्दैन। हामी नेपालीहरु यतिसम्मको कोमल विनम्र छौं कि हाम्रो देश भन्छ नि भोजपुरीमा डट के दक्षिण में जा रहा बा। वी डोंट केयर। हमनी के देश में भइल करप्शन, हाम्रो देश में भएको बेरोजगारी, हाम्रो देश में भएको युवा को मन जुन कि विदेश मात्रै गएर केही गर्न सकिन्छ, त्यो हाम्रो देश में भएको अनसल्भड केसेसहरु, यहाँसम्म कि हाम्रो राजा को अनसल्भड मर्डर मिस्ट्री, त्यसै गरेर हाम्रो देश में भएको अनसल्भड रेप केसेसहरु, त्यसको प्रति हामीलाई कुनै मन छैन। हामी बिर्सी पनि रहेको हुन्छौं। हामीलाई त्यस प्रति आवाज उठाउन पनि सायद मन गर्छ कि गर्दैन। जबसम्म ट्रेन्डिङमा रहन्छ तबसम्म गर्छ, नत्र भने हामी बिर्सिहाल्छौं। यतिसम्मको कोमल मन छ हामी नेपालीहरुको। लेकिन जब कुरा आउँछ बाहिर देशमा भएको धर्म प्रतिको लफडा, स्ट्राइक, सपोर्ट, त्यो बेला हामी जागरुक भइहाल्छौं। उता के भइरहेछ के भइरहेछ छैन थाहा छैन, लेकिन हामी एकदम जुटिहाल्छौं कि चल भाई उन्हें के पहिला देख दियाओ, इन्हें के तो बाद में देखल जाए। रिसेंटली भएको कोलकातामा को रेप केसेस, यसको बारेमा आवाज उठाउनु पर्ने, यसको बारेमा स्ट्राइक्स, रैली जे गर्नुपर्ने छ त्यो गर्नुपर्ने। सबभन्दा जरुरी त छ एजुकेसन, शिक्षा, अवेयरनेस, त्यो ज्यादा जरुरी छ। त्यसको बारेमा ध्यान हुँदाखेरि हामी त्यो सब गर्दैनौं। हामी के गर्छौं, हामी जब बाहिर देशमा भएको केही पनि त्यस्तो कन्ट्रोभर्सियल न्यूज आउँछ त्यसमा हामी बडा जागरुक छौं। कम कोमल मन छ हाम्रो। यतिसम्म कोमल मन छ कि हाम्रो देश डुब्दा पनि हामी खाली अरूको बारेमा सोचिरहेको हुन्छौं। रे भाई कब अपन देखलसन, अपन सॉल्व होते नहीं के बाटे, खाली दूसरे के सपोर्ट। हल्ला उखाड़े के बाद पुराना अनसॉल्व्ड केस के बारे में उखाड़ के देखा लोगिन, कति हरदम बाहर 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 के ही चक्कर में लाग रहल बा। लेकिन अपन नैया बचत नहीं के बा, खाली बाहरे के सोचाई बाटे। प्रधानमंत्री बनल बा हरेक नागरिक के। जय नेपाल। यो मन त मेरो नेपाली हो, म पनि कोमले न हो। जय नेपाल, जय श्री राम, हर हर महादेव।